नमस्कार सबैजनालाई। भोलि र पर्सि स्याटरडे सन्डे विकेन्ड छ गाइज। धेरै जसोको चाहिँ बिदा पनि होला, पर्सि भोटे जात्रा भएर बिदा पनि छ। यो विकेन्ड चाहिँ कसरी बिताउने होला, कस्तो कस्तो मुभी हेरेर बिताउने होला भन्नेमा हुनुहुन्छ भने र तपाईँहरूलाई यदि साउथ इन्डियन मुभी मनपर्छ भने मैले यो 5वटा नयाँ मुभी एकदमै मलाई चाहिँ राम्रो लागेको मुभीहरू लिएर आइरहेको छु है त गाइज। नम्बर 1 मा थुडारुम भन्ने मुभी छ है। मलायालम मुभी हो। ग्रेट एक्टर मोहनलालको मुभी हो। 8.1 आइएमडिबी रेटिङ भएको यो मुभी चाहिँ हेर्नलाई चाहिँ बवाल मजा आउनेछ गाइस। क्राइम थ्रिलर हो। यसमा चाहिँ एउटा ट्याक्सी ड्राइभर पहिला स्टन्टम्यान भएको र त्यसपछि पछि चाहिँ आफ्नो एउटा साथीको चाहिँ मृत्युपछि एउटा हिल्ली रिजनमा गएर क्वाइटली बसिरहेको बेलामा बिचमा उसको अब ट्याक्सी बिचमा ऊ कतै गएको बेलामा ट्याक्सी पुलिसले सिज गरेको पाएपछि चाहिँ स्टोरी सुरु हुन्छ। अनि उसले चाहिँ अब त्यो कसरी सोल्भ गर्ने, कसरी फेस गर्ने भन्ने कुरा चाहिँ यो मुभीमा देखाएको छ। नम्बर 2 मा रहेको चाहिँ हिट द थर्ड केस। यो चाहिँ हिट फ्रेन्चाइजको थर्ड इन्स्टलमेन्ट हो। यसमा नेचुरल स्टार नानीको मेन रोल छ होइन। अनि यो चाहिँ एक्सन थ्रिलर हो। तपाईँहरू एक्सन र अलिकति ब्रुटल खालको मुभी मन पराउनुहुन्छ भने यो मुभी चाहिँ तपाईँको लागि बेस्ट हुनसक्छ। यो चाहिँ नेटफ्लिक्समा पनि छ। अनि तपाईँले नि यो ओटिटी प्लेटफर्महरू अरू अथवा साइटहरू टेलिग्रामहरूमा पनि हेर्न सक्नुहुन्छ। र मलाई चाहिँ यो एकदमै राम्रो लागेको थियो। र थर्ड नम्बरमा रहेको छ एल2 इम्पुरान भन्ने। यो चाहिँ 2019 मा आएको लुसिफर मुभीको सिक्वेल हो। लुसिफर फ्रेन्चाइजको पृथ्वीराज सुकुमारन र मोहनलालले एक्ट गरेको यो मलायालम मुभी पनि एकदम पोलिटिकल ड्रामा र एउटा क्राइम सिन्डिकेटको पावरफुल मान्छेले चाहिँ कसरी पोलिटिकल यताउति चेन्ज गराउन सक्छ भन्ने र हल्का एक्सन पनि छ। यो एक्सन पोलिटिकल ड्रामा तपाईँलाई मनपर्छ भने यो मुभी पनि बेस्ट लाग्न सक्छ। यो जियो हटस्टारमा एभाइलेबल छ र अरू टोरेन्ट साइट टेलिग्रामहरूतिर त जता भेटिन्छ त्यता पनि हेर्न सक्नुहुन्छ। 6.2 आइएमडिबी रेटिङ छ। मलाई चाहिँ हेर्दा चाहिँ एकदमै मजा लागेको थियो है गाइस। नम्बर 4 मा चाहिँ एउटा ड्र्यागन भन्ने मुभी छ। यो चाहिँ मलाई चाहिँ कमेडी ड्रामामा चाहिँ एकदम राम्रो लाग्यो है। यो चाहिँ नेटफ्लिक्समा एभाइलेबल छ। 7.9 आइएमडिबी रेटिङ रहेको यो मुभीको चाहिँ स्टोरी खासमा चाहिँ एउटा मिडल क्लास मान्छे, एउटा मिडल क्लास केटा जस्तो लभ प्रपोजल रिजेक्सन पछि चाहिँ के स्ट्रगल्सहरू आउँछन्, उसले के गर्छ भन्ने स्टोरी छ यसमा है। यो पनि हेर्दा चाहिँ एकदमै मजा लाग्यो। र 5 नम्बरमा छ गुड ब्याड अग्ली भन्ने तमिल मुभी हो। अजित कुमारको मुभी। यो चाहिँ मास मसला एक्सन कमेडी मुभी हो। एउटा फर्मर ग्याङस्टर चाहिँ आफ्नो परिवारको लागि राम्रो मान्छे बन्नलाई जेल जान्छ र जेलबाट निस्किँदा उसको फेरि छोरा किडन्याप हुन्छ र स्टोरी अब अघि बढ्छ। त्यसरी उसले चाहिँ फेरि कसरी चाहिँ छोरालाई चाहिँ निकाल्छ, कसरी सोल्भ गर्छ त्यो केस भन्ने हो। यो चाहिँ एकदमै मास मसला मुभी, एक्सन मुभी प्लस कमेडी मुभी मन पराउनुहुन्छ भने यो पनि तपाईँको लागि बेस्ट हुनसक्छ है गाइज। यदि तपाईँहरूलाई चाहिँ यो मुभी रिकमेन्डेसनहरू मन पर्यो अथवा यो भिडियो राम्रो लाग्यो भने सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। नमस्ते।